पछिल्लो एपिसोडमा हामीले फिल्म किस्मतको मध्यान्तरसम्मको कुरो गऱ्यौँ। अब यसलाई मध्यान्तर पछाडि पुनः अगाडि बढाउनेछौँ। हेलो एन्ड वेलकम ब्याक टु दि अदर एपिसोड अफ यो फिल्म भन्ने चिज यस्तै हो। चलचित्र किस्मतको सेकेन्ड हाफ 1989 मा बनेको हिन्दी चलचित्र प्रेम प्रतिज्ञाको कपी पेस्ट जस्तो देखिन्छ। प्रेम प्रतिज्ञा एउटा रोमान्टिक ड्रामा फिल्म थियो जसमा मिथुन चक्रवर्ती र माधुरी दीक्षित लिड रोलमा थिए। फिल्म प्रेम प्रतिज्ञा पनि तमिल फिल्म बन्दी चक्रमको रिमेक थियो। यो फिल्मको दुवै भर्सन हिन्दी र तमिल हिट थिए। फिल्म हेर्दै जाँदा हामी किस्मत फिल्ममा प्रेम प्रतिज्ञा फिल्मको सिन बाई सिन कपी भएको देख्न पाउँछौँ। यो हेर्नुहोस्। त्यो हिँड्ने बेलामा एउटा साथी भेट भयो अनि तपाईँसँग त दोस्त मिला था, माना ने मेरे को पूरी बोतल पिला दिया। लुटेर ल्याएको पैसाले खुवाउन के गाह्रो पर्छ। तपाईँ पनि 2-4 पैसाको लागि किन बुढो हड्डी खुवाउनुहुन्छ? अरे तो फिर काहे को दिन रात हड्डियां तुड़वाता है 2-4 पैसे के लिए। फिल्मको सेकेन्ड हाफमा गोपाल नेपाल हाम्रो फिस्टे द ग्रेट लाई विराज भट्टको साथीको रूपमा देखाइएको छ। चलचित्र प्रेम प्रतिज्ञामा मिथुनको साथीको रूपमा सतीश कौशिकले काम गरेका थिए। गोपाल नेपालको भूमिका साह्रै नै गहकिलो रहेको छ। दिदी, आज तपाईले गुरुको मन दुखाउनु भयो। गुरु तपाईले सोचे जस्तो खराब मान्छे होइन दिदी। बहुत बहुत कड़वा बात बोल दिया तुमने आज राजा भैया को। पता नहीं अच्छा किया या बुरा, पर एक बात मैं सच्चे दिल से बोलूंगा, बुरा आदमी नहीं है वो। निर्देशक उज्जवल घिमिरेले दुई नायकको भेट गराउन एउटा फाइट सिनको सहारा लिएका छन्। उक्त फाइट सिन पश्चात दुई नायक बीच गहिरो मित्रता हुन जान्छ र उनीहरू एक अर्कालाई आफ्नो प्रेम कहानीको बारेमा बताइरहेका हुन्छन्। उक्त प्रेम कहानी यो गीतद्वारा देखाइएको छ। उहाँको बारेमा वर्णन त गर्न सक्नुहुन्छ? भन्नुहोस् न, उहाँ कस्तो हुनुहुन्छ? रूप की रानी उनी माया की खानी, सुन्दर बिहानी उनी आँखा की नानी। यो फुलको जुनको त कुरै छोडौँ। साथी, तपाईँलाई रक्सी बढी नै लागेछ। किन? तपाईँ त मेरो हुनेवालीको वर्णन गर्दै हुनुहुन्छ। त्यसो भए हामी पनि सुनौ न त, तपाईँको हुनेवाला कस्तो हुनुहुन्छ? बिहानी उनी आँखा की नानी। तपाईँहरूलाई सुन्दा अचम्म लाग्ला कि यो सिचुएसन 1989 मा यशराज फिल्म ब्यानर्समा बनेको फिल्म चाँदनीबाट इन्स्पायर भएर राखिएको। समग्रमा भन्नुपर्दा चलचित्र किस्मत दुई हिन्दी फिल्मको फ्रेम टु फ्रेम कपी भए तापनि हामी यसलाई इन्स्पायर्ड मुभी मात्रै भन्न सक्छौँ, किनभने एउटा मुभीको फर्स्ट हाफ र अर्को मुभीको अलमोस्ट 80% मिक्सअप गरेर एउटा अनएक्सपेक्टेड एन्डिङ दिन निर्देशक उज्जवल घिमिरे सफल भएका छन्। उनको सायद यही क्रिएटिभिटीले गर्दा होला यस चलचित्रले सन् 2008 मा बेस्ट डिरेक्टरको अवार्ड निर्देशक उज्जवल घिमिरेलाई प्रदान गरेको थियो। साथै जस्तो भए पनि जसरी बनाइए पनि यो फिल्म नेपाली रजतपटमा निकै नै सफल भएको थियो। मेरो यो भिडियो बनाउनुको आशय कसैलाई चोरीको या कपीको आरोप लगाउनको लागि होइन। यो मात्र मनोरञ्जन तथा सूचनाको लागि बनाइएको भिडियो हो।
तसर्थ यस भिडियोलाई हेर्दाखेरि कृपया मनोरञ्जन तथा सूचनाको रूपमा मात्र हेरिदिनु हुन विनम्र अनुरोध गर्दछु। द्याट्स अल फर टुडे फ्रेन्ड्स। यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिन नबिर्सिनु होला। तपाईँहरूको प्रेरणाले नै मलाई अर्को भिडियो बनाउन पुनः मद्दत गर्नेछ। फेरि आउनेछु कुनै अर्को फिल्मको चर्चाको साथमा। त्यतिन्जेलसम्मको लागि गुड बाई एन्ड